प्रधानमन्त्रीको संसद अनुपस्थिति र मौनता उहाँको रुचि या व्यक्तिगत लहरको विषय होइन। प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन। यो त तर्क, बहस, नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौँ। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामुख महोदय, शक्ति सन्तुलन नियन्त्रणका प्रक्रियाहरू एक अर्को गरेर भङ्ग हुँदै गएका छन्। केन्द्रीकरण तथा थापित संसदीय अभ्यास र संस्थागत गरिमालाई कुण्ठित पार्नु अस्थिरता र निरङ्कुशताको प्रवृत्ति हो। यतातिर